हेलो 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 सर नमस्ते नमस्ते के थियो होला एकदम एकदम ठिक छ मेरो चाहिँ भर्खर प्लस 2 सकेको हो हैन हजुर अनि के गर्ने भइरहेको थियो तपाईसँग थोरै टाइम छ मलाई थोरै एडभाइस चाहिएको थियो मैले एउटा सानो मिटिङमा निस्किन आँटिरहेको थिएँ एकैछिन मात्र लाग्छ सर एकैछिन ओके 1 मिनट है आउनु नि त हुन्छ 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 प्लिज थ्याङ्क यू सर तपाईँले टाइम दिनुभयो अलिकति दुःख त दिन नि सर मैले होइन केही छैन हाम्रो कामै सर्भिस प्रोभाइडर भएपछि होइन इन्फर्मेसन सेयर गर्ने हो त्यस्तो केही पनि हुँदैन के छ बाबु ल मैले के सहयोग गर्न सक्छु सर मेरो चाहिँ अहिले अलिकति डिलेमामा छु होइन मेरो 12 सक्यो अब रिजल्ट आउन बाँकी छ मैले चाहिँ म्यानेजमेन्ट पढेको सर अनि अब चाहिँ खै नेपालमै पढौँ कि विदेश जाऊँ कि होइन युकेतिर पनि प्लान गर्ने चाहिँ सोचिरहेको छु मलाई हजुरले थोरै बुझाइदिनु भयो भने मलाई अलिकति सजिलो हुन्छ भनेर सर होइन सबैभन्दा बेस्ट चाहिँ नेपालमा पढ्नु हो होइन हजुर सर नेपालमा पढ्ने आफ्नो करियर बनाउने कुरा चाहिँ सबैभन्दा राम्रो कुरा हो अब होइन म चाहिँ अलिकति चाहिँ एब्रोड स्टडीको लागि गएर हजुर सर अनि आफूलाई अलिकति राम्रो बनाएर अनि नेपालमा आएर केही गर्छु भन्ने हो भने हजुर त्यो अझै राम्रो हो होइन यदि फाइनेन्सियल्ली चाहिँ अब बाबा मम्मी तिमीलाई सपोर्ट गर्नको लागि रेडी हुनुहुन्छ भने हाम्रो त कामै यही हो होइन बाहिर जानको लागि हामीले राम्रो युनिभर्सिटीमा राम्रो डिग्रीको लागि सपोर्ट गर्छौँ अब त्यसको लागि भनेको चाहिँ आइएल्स गर्नु पऱ्यो सबैभन्दा पहिला भनेको इङ्ग्लिस प्रोफिसियन्सी टेस्टको इक्जाम दिनु पऱ्यो होइन अब नेपालमा तिम्रो जेनेरेसनले सुनेको भनेको आइएल्स पिटी भन्ने छ होइन त्यसमा तिमीले के गरेको छौ जस्तो अब चाहिँ आइएल्स एन्ड कम्प्युटर हजुर अहिले साथीहरूले पहिला त दाइहरूले आइएल्स एन्ड पेपर पनि दिनुभएको रहेछ अब चाहिँ मिल्दैन अरे हो सर अब चाहिँ यो जुनको लास्टबाट 26 देखि पछाडि चाहिँ आइएल्स एन्ड कम्प्युटर नै मस्ट हो होइन केही छैन अब के छ तिमीलाई कम्प्युटरको बारेमा त्यस्तो केही गाह्रो हो र त्यति साह्रो गाह्रो छैन तर अलिअलि बेसिक त टाइप गर्छु होइन हजुर मलाई त्यति टेक्निकल स्किलहरू चाहिन्छ आइएल्स एन्ड कम्प्युटर दिन होइन त्यस्तो खासै केही पनि पर्दैन किनभने के बुझ्नु पर्यो भने तिमीले अस्ट्रेलिया गएर अथवा क्यानाडा गएर अथवा युके अथवा युएसए गएर हजुर तिमीले सबमिट गर्ने असाइनमेन्टहरू त पक्का पनि कपीमा त बुझाउँदैनौ ए हजुर होइन त्यो भएकोले गर्दा त्यहाँ तिमी सक्छु भनेर मेन्टल्ली जसरी प्रिपेयर्ड छौ आइएल्स एन्ड कम्प्युटर पनि केही होइन सबै कुरा सेम हो कम्प्युटरमा दिनुपर्ने मात्रै हो यसको फाइदा छ नि त इक्जाम फी नै पनि आइएल्स एन्ड पेपरको 36,200 हो भने आइएल्स एन्ड कम्प्युटरको 36,000 मात्रै हो हजुर 200ले तिमीलाई 2 दिन खाजा खानको लागि के हुन्छ हजुर पुग्छ एउटा कुरा होइन अर्को कुरा रिजल्ट के छ एकदमै चाँडो आउँछ विदिन 48 आवर्समा के हुन्छ रिजल्ट आउँछ फेरि अर्को कुरा के छ भने हाम्रोमा क्लासरुम तिमीलाई म क्लासरुम भिजिट गराउँछु अफिस हो होइन हाम्रोमा के छ भन्दाखेरि सबै आइएल्स एन्ड कम्प्युटरको लागि ल्याबहरू के छ चाहिँ एकदमै रेडी छ होइन तिमीलाई प्र्याक्टिस गर्नको लागि हामीले चाहिँ सबै लगइन क्रेडेन्सियल्स के गर्छौँ हाम्रोमा तिमी रजिस्टर्ड हुने बित्तिकै के गर्छौ हामीलाई तिमी दिन्छौ होइन अनि तिमीले के गर्छौ भने अब जब हामीसँग रजिस्टर्ड हुन्छौ तिमीले चाहिँ तिम्रो आफ्नै ड्यासबोर्ड चलाउन पाउँछौ त्यसमा तिमीले चाहिँ इक्जामको लागि पढ्ने मेटेरियल्सदेखि लिएर होइन मक टेस्टहरू आइटम वाइज टेस्टहरू तिमीलाई सफिसियन्ट तिमीले पाउँछौ यो सिकाउनु पनि हुन्छ यो कसरी चलाउनु होइन एकदमै हामी सबै तिमीलाई चाहिँ ओरिएन्टेसन क्लासमै तिमीलाई हामी ड्यासबोर्ड कसरी चलाउने होइन इक्जामको लागि कसरी पढ्ने कुन मोड्युल्सहरूको टेस्ट कसरी दिने होइन तिमीलाई चाहिँ रियल इक्जाममा जे हुन्छ सेम त्यही हामी तिमीलाई के गर्छौँ क्लासरुममै फिल गराउँछौँ तिमीलाई त्यस्तो केही पनि गाह्रो हुँदैन टाइपिङ स्लो छ होइन मलाई कम्प्युटर चलाउन आउँदैन होइन भन्ने कुनै पनि विद्यार्थीले तिमीले मात्रै होइन तिमीले त बेसिक अलिअलि छ भनेर भन्यौ आफूसँग स्किल यदि अहिलेसम्म कम्प्युटरै कसैले छोएको छैन भने पनि के बुझ्नु पर्यो भने तिमीले मोबाइल चलाउन त ट्रेनिङ लिएको छैनौ नि अहिलेसम्म छैन सर होइन सेम अब तिमीले के बुझ्नु पर्यो भने तिमीले मोबाइल जसरी सिकेको थियौ होइन मोबाइल चलाउन त आउँछ मजाले होइन हो सेम त्यही हो तिमीलाई आइएल्स एन्ड कम्प्युटरको लागि पनि हामी मोबाइल जति सजिलो छ त्यत्तिकै सजिलो भइहाल्छ केही टेन्सन गर्नु पर्दैन अनि मैले आइएल्स दिएपछि मैले के गर्नु पर्यो सर त्यसपछि एप्लाई गर्ने सोचेँ होइन आइएल्स दिएपछि त तिमीले ठिक छ आइएल्सको लागि चाहिने स्कोर होइन तिमीले पाइसकेपछि तिमीले चाहिँ अब कुन कोर्सको लागि जाने होइन कुन युनिभर्सिटीहरूमा एप्लाई गर्ने कुन युनिभर्सिटीको रिक्वायरमेन्ट के छ होइन मोड्युल्सहरू के छन् तिमीले त्यो कोर्स पढिसकेपछि तिमी नेपाल फर्केर आउँदाखेरि होइन कुन सेक्टरमा चाहिँ तिम्रो लागि राम्रो हुन्छ भन्ने कुराहरू हामी के गर्छौँ भने मोड्युल वाइज होइन युनिभर्सिटी मात्रै होइन कि युनिभर्सिटी भित्रको तिम्रो कोर्स तिमीले पढ्ने मोड्युल्स अनि त्यो मोड्युल्सको
होइन इन्टरनेसनल मार्केटमा के छ, नेपालको मार्केटमा के छ, तिमीलाई त्यो कोर्सले कसरी बेनिफिट गराउँछ, हामी चाहिँ कन्सल्टेन्टहरूले काउन्सिलरहरूले दिने सर्भिस भनेको त्यही हो। त्यो तिमीलाई हामी कम्प्लिट इन्फर्मेसन दिन्छौँ होइन। त्यसपछि चाहिँ तिमीले अनि कुन गर्ने भनेर फाइनलाइज गरेपछि भिजा प्रोसेसिङ के हुन्छ, कता हुन्छ, अफर लेटरको लागि के गर्ने भन्ने कुरा हामी गरिदिइहाल्छौँ। हुन्छ सर। सर अब मैले मेरो रिजल्ट छिटै आउँछ है, म आइएस गर्दै गर्छु, म सेप्टेम्बर इन्टेक भ्याउँछु है सर? मजाले, केही समस्या छैन होइन। मजाले पढेर 45 डेजको क्लास हो। हजुर। त्यसमा हामीले एभ्री फ्राइडे मक टेस्ट गराउँछौँ। हजुर। भनेपछि विदिन 60 डेज तिमी पर्फेक्ट हुन्छौ होइन। तिमीले हाम्रोमा क्लास जोइन गरिसकेपछि 6.5 भनेको चाहिँ एकदमै भेरी पुवर हुँदाखेरि पनि त्यति स्कोर चाहिँ आउँछ होइन। अब तिमीले मेहनत गर्दाखेरि 7, 8, 8.5 सम्म हाम्रो चाहिँ तिमीले अब पुरानो रिजल्टहरू हेऱ्यौ भने तिमीले देखिहाल्छौ। हजुर हुन्छ सर। हुन्छ सर, हुन्छ म भिजिट गर्छु। हुन्छ, अफिस भिजिट गर, म तिमीलाई क्लास लगेर देखाउँछु है त। हुन्छ सर, मलाई मेरो यही दन्तकाली मन्दिर अगाडि घर हो कि, त्यहीँसम्म ड्रप गरिदिनु है त। ओके ओके, ल हुन्छ हुन्छ, थ्याङ्क यू। थ्याङ्क यू सो मच सर, टाइम दिनुभएकोमा। थ्याङ्क यू सो मच, बाई बाई।